हेलो स्टुडेन्ट्स, वेलकम टु नेपाङ रिजी। आज हामी डेसिमल नम्बर सिस्टमबाट बाइनेरी नम्बर सिस्टममा कसरी कन्भर्ट गर्ने भन्ने कुरा पढ्न गइरहेको छौँ है। एज एक्जाम्पलको लागि मैले 45 भन्ने नम्बर लिएको छु र 45 हेर्दै गर्दा साइडमा बेसमा कति नम्बर छ त भन्दा 10 छ है। यहाँनिर 10 आउनु भनेको 10वटा क्यारेक्टर्सले चाहिँ हामीले नम्बरलाई रिप्रेजेन्ट गरेको छौँ भन्ने बुझिन्छ। 10वटा क्यारेक्टर्स भनेको 0 देखि 9 सम्म है। अब यो चाहिँ डेसिमल नम्बर सिस्टममा छ भन्ने कुरा बुझिन्छ। यसलाई कन्भर्ट गर्नुपर्ने छ त बाइनेरी नम्बर सिस्टममा है। र बाइनेरी नम्बर सिस्टममा कन्भर्ट गर्ने तरिका के छ त भन्दाखेरि हामीले यो नम्बरलाई 2 ले डिभाइड गर्दै गर्दै जाने र रिमाइन्डर्सहरू लेख्दै जाने। कसरी गर्ने त भन्ने कुरा हेरौँ है त। जस्तो 45 भन्ने नम्बर छ, 45 चाहिँ डेसिमलमा छ। यसलाई मैले बाइनेरीमा लानु छ भने यसलाई मैले 2 ले डिभाइड गर्छु। 2 ले डिभाइड गर्दा 2 22 जा कति हुन्छ त 44 हुन्छ है। 44 र 45 मा कतिको डिफ्रेन्स छ त 1 को डिफ्रेन्स छ, मतलब रिमाइन्डर चाहिँ 1 भयो। यतापट्टि हामी रिमाइन्डर लेख्दैछौँ है र यतातिर चाहिँ कोसन्ट लेख्दैछौँ है त। फेरि 2 11 जा 22 हुन्छ, रिमाइन्डर 0। 2 5 जा 10 भयो, रिमाइन्डर 1। त्यसै गरी 2 2 जा 4, रिमाइन्डर 1। त्यसै गरी 2 1 is 2, रिमाइन्डर 0 है। यसरी हेर्दाखेरि हामीसँग नम्बर्सहरू देख्न सकिन्छ। यहाँ मध्येको यो नम्बर भनेको चाहिँ हामीलाई चाहिने नम्बर हो है। अब यो नम्बरमा सबभन्दा टपलाई चाहिँ हामी एलएसबी भनेर भन्छौँ। एलएसबीको मिनिङ के हो त भन्दाखेरि लिस्ट सिग्निफिकेन्ट बिट। अहिलेलाई के बुझौँ त भन्दा जहिले पनि बटमबाट टपतिर लेख्नुपर्छ भन्ने बुझौँ। 101101 आयो है। यहाँनिर पनि देख्न सकिन्छ 101101 है। अब यसलाई हामी एमएसबी भन्छौँ, मोस्ट सिग्निफिकेन्ट बिट। यसलाई भन्छौँ एलएसबी, लिस्ट सिग्निफिकेन्ट बिट। हामीले कन्भर्जन सकिसक्यो, बेस 2 मा आइसक्यो। 2 भनेको बाइनेरीमा आइसक्यो है। अब के बुझ्नु पर्यो त भन्दाखेरि एलएसबी र एमएसबीको मिनिङ के हो भन्ने कुरा बुझौँ है त। मानिलिउँ एउटा राम भन्ने साथी छ है। राम भन्ने साथीलाई चाहिँ तिमीले 1000 रुपिस दिएको छौ, रुपिस 1000 दियो है। उसले के भन्यो त भन्दाखेरि यो 1000 मा अझै 1 थप दिएन, मलाई यतिले पुगेन, 1 थप दे भनेर भन्यो। तिमीले के गर्यौ त भन्दाखेरि यसमा यो ठाउँमा 1 एड गर्यौ। के भयो त यो 1001 भयो नि होइन। त्यसै गरी उसले यो 1001 रिसिभ गर्दा पनि ऊ खुसी भएन। मैले त्यहाँनिर 1 थप भनेकै होइन। उसले के भन्यो त भन्दाखेरि सबभन्दा लेफ्ट मोस्ट साइडमा चाहिँ 1 थप अनि मात्रै म मान्छु भनेर भन्यो। यहाँनिर 1 थप्नुपर्ने भयो। लेफ्ट मोस्ट साइडमा 1 थप्दाखेरि यो हुन्छ 2000। माई गड, अघि 1001 भएको थियो। राइट मोस्ट डिजिटमा चाहिँ, राइट मोस्ट प्लेसमा चाहिँ 1 एड गर्दाखेरि 1001 भएको थियो भने लेफ्ट मोस्ट पार्टमा 1 एड गर्दाखेरि 2000 भयो। कहाँनिर 1 थप्दाखेरि चाहिँ धेरै इफेक्ट हुँदो रहेछ त हाम्रो रिजल्टमा भन्दाखेरि सबभन्दा लेफ्टमा एड गर्दाखेरि, यो पोजिसनमा सबभन्दा लेफ्टमा एड गर्दाखेरि चाहिँ सबभन्दा धेरै इम्प्याक्ट पर्दो रहेछ होइन त। त्यही भएर सबभन्दा लेफ्टको डिजिटलाई हामी मोस्ट सिग्निफिकेन्ट बिट भनेर भन्छौँ है। मोस्ट सिग्निफिकेन्ट बिट अथवा एमएसबी इन सर्ट फर्म है। त्यही भएर चाहिँ हाम्रो यो भ्यालु बाइनेरीमा पनि सेम हुन्छ। यसलाई हामी एमएसबी भन्छौँ र
लास्टमा भनेको तिम्रो राइट मोस्ट डिजिटमा चाहिँ 1 एड गर्दा त्यति धेरै इफेक्ट देखिएन। 1000 र 1001मा धेरै चेन्जेस देखिएन। यसको असर चाहिँ एकदमै कम रहेछ भनेको यसलाई हामी भन्छौँ लिस्ट सिग्निफिकेन्ट बिट अथवा एलएसबी भन्ने पनि चलन छ है। यहाँबाट के बुझ्यो त भन्दाखेरि यो हाम्रो एमएसबी भयो, त्यसै गरी यसलाई चाहिँ हामी एलएसबी भनेर भन्छौँ है। अब यहाँनिर हेर्न सक्छौँ अघि हामीले 45लाई 2ले डिभाइड गरौँ 22 आयो है। र 22मा रिमाइन्डर 1 आएको थियो। त्यो फर्स्टमा आएको रिमाइन्डरको चाहिँ भ्याल्यु एकदमै कम हुँदो रहेछ, त्यही भएर त्यो एलएसबी भयो। र लास्टमा आएको रिमाइन्डरको भ्याल्यु एकदमै धेरै हुँदो रहेछ होइन। लास्टमा आएको रिमाइन्डरको चाहिँ भ्याल्यु एकदमै धेरै हुँदो रहेछ, त्यसले गर्दा त्यसलाई हामी चाहिँ एमएसबी भनेर भन्छौँ है। एलएसबी र एमएसबीको कन्सेप्ट चाहिँ बुझ्नुभयो होला है त। अब यो थियो हाम्रो डेसिमल नम्बर सिस्टमबाट बाइनरी नम्बर सिस्टममा कन्भर्जन गर्ने तरिका है। तर सधैँ यसरी नै हाम्रो नन फ्र्याक्सनल भ्याल्यु अथवा होल नम्बर्सहरू नै आउँछ भन्ने छैन है। अर्को एउटा इक्जाम्पल पनि गरिहालौँ। 40 भन्ने भ्यालुलाई चाहिँ यो बेस 10मा छ, कन्भर्ट गरेर लानुपर्ने छ बाइनरीमा। बाइनरी भनेको बेस 2मा लानुपर्ने छ है। कसरी लाने त भन्दाखेरि 40 लिने, 40लाई 2ले डिभाइड गर्ने, 2 20s are 40, रिमाइन्डर 0। यो के हो त अघि भर्खर भनेको एलएसबी है। त्यसै गरी फेरि 2ले डिभाइड गर्दा 10, रिमाइन्डर 0, 2ले डिभाइड गर्दा 5, 5मा पनि आयो रिमाइन्डर 0, 2 2s are 4 हुन्छ होइन। अनि 4 भरेपछि रिमाइन्डर 1 आयो है। त्यसै गरी 2 1 is 2, रिमाइन्डर 0। हाम्रो रिजल्ट कति आयो त भन्दाखेरि 10100000 है। तलबाट माथितिर जाने हो जहिले पनि 10100000 है। यो बाइनरीमा छ, त्यही भएर हामी बेस 2 लेख्न छुटाउनु हुँदैन, नत्र मार्क्स चाहिँ काटिन्छ है इक्जाममा। गरेर जानेर मात्रै हुँदैन, इट इज अल्सो इम्पोर्टेन्ट द वे यु प्रेजेन्ट इट इन यर इक्जामिनेसन ओके। त्यही भएर यो हामीले यो एमएसबी भयो है, त्यसै गरी यो एलएसबी भयो है। यसरी चाहिँ हामीले कन्भर्जन गर्न सक्छौँ। तर सधैँ यस्तो 40 जस्तो होल नम्बर नै आउँछ भन्ने पनि ग्यारेन्टी हुँदैन है। कहिलेकाहीँ चाहिँ 40.0625 यस्ता खालका डेसिमल नम्बरलाई पनि हामीले चाहिँ बाइनरीमा कन्भर्ट गर्नुपर्ने हुनसक्छ है। त्यति बेला के गर्ने त है। त्यति बेला इक्जाममा सजिलो त सोध्दैन होइन। एउटा भनाइ पनि छ नि 1 + 1 = 2 पढाउने, अनि इक्जाममा चाहिँ 1 मिलियन + 2 मिलियन = कति भनेर सोध्ने, त्यस्तो पनि चलन छ नि त होइन। तर त्यो चाहिँ भनेको स्टुडेन्ट्सलाई च्यालेन्ज दिएको। सिम्पल कुरा मल्टिपल टाइम्स प्र्याक्टिस गऱ्यो भने के हुन्छ त भन्दाखेरि कम्प्लेक्स प्रब्लम्सहरू पनि सल्भ गर्न सक्छौँ। लाइफमा जहिले पनि नोन प्रब्लम्स आउँछ भन्ने हुँदैन, अननोन प्रब्लम्स पनि आउँछ, अझै कम्प्लेक्स प्रब्लम पनि आउँछ होइन। त्यही भएर त्यसको लागि रेडी गर्नको लागि त्यस्तो सोध्ने चलन छ है। त्यही भएर हामी चाहिँ तयारी गरौँ। यदि यस्तो खालको डेसिमल नम्बर सिस्टममा यदि पोइन्ट आयो भने अथवा फ्र्याक्सनल भ्याल्यु आयो भने के गर्ने त भन्ने कुरा पनि हेरौँ है त। यो 0.625लाई हामीले छुट्याउने हो। पहिला सबभन्दा पहिलो काम भनेको जुन यो 40 छ, 40लाई छुट्टै हामीले निकाल्ने, अघि जुन गरिसक्यौँ होइन। त्यसै गरी 0.625लाई छुट्टै लेख्ने हो। अब 0.625 को इक्विभ्यालेन्ट कति हुँदो रहेछ त बाइनरीमा भन्दा सबभन्दा फर्स्ट अघि हामीले डिभाइड गर्दै गएको थियौँ भने डेसिमल पछिको पार्टलाई चाहिँ हामी पोइन्ट पछिको पार्टलाई चाहिँ मल्टिप्लाई गर्दै जानुपर्छ है। यहाँनिर देख्न सकिन्छ 0.625लाई 2ले मल्टिप्लाई गर्ने, त्यसको रिजल्ट आउँछ 1.250। अब यो 1.250लाई
हामीले के गर्नु पर्यो त भन्दाखेरि यो 1 हाम्रो रिजल्ट हो है। त्यसै गरी 0.250 मात्रै यो पार्टलाई चाहिँ फेरि 2 ले मल्टिप्लाई गर्ने। त्यसो गर्दाखेरि 0.0500 आउँछ। यो अगाडिको पार्ट हाम्रो रिजल्टतिर भयो, बाँकी रहेको 0.5 लाई फेरि 2 ले मल्टिप्लाई गर्ने। 2 ले मल्टिप्लाई गर्दा 1 आयो है। अब फ्र्याक्सन पार्ट हरायो, डेसिमल पछिको पार्ट हरायो। हराउनु बित्तिकै हामीले चाहिँ स्टप गर्नु पर्यो। अब के हुन्छ त भन्दाखेरि यो 0.625 को यो डेसिमलको चाहिँ डेसिमल नम्बर सिस्टमको बाइनरी इक्विभ्यालेन्ट चाहिँ कति हुँदो रहेछ त 0.101 बेस 2 मा हुँदो रहेछ। अनि के पनि चिन्नु पर्यो भन्दाखेरि अघि हामीले रिभर्स अर्डरमा लिएको थियौँ होइन त। सबभन्दा माथिपट्टि एलएसबी थियो टपको र सबभन्दा तलपट्टिको एलएसबी थियो। यहाँ चाहिँ त्यस्तो हुँदैन है। यो तिम्रो जुन फर्स्टमा आएको रिजल्ट छ 1.250, यसको यो 1 भनेको चाहिँ यो 1 हो है। फर्स्ट बिट भनेको चाहिँ यही हुन्छ। त्यसै गरी सिरियली नै जाने माथिबाट तलतिर है त। अब यो इक्जाम्पलमा देख्न सकिन्छ अगाडि हामीले 45 लाई छुट्टै कन्भर्ट गरेको थियौँ र 45 को बाइनरी इक्विभ्यालेन्ट आएको थियो 101101 है। त्यसै गरी 0.625 लाई हामीले छुट्टै कन्भर्ट गऱ्यौँ रिसेन्टली र त्यसको भ्यालु आएको छ 101 है। टोटल बाइनरीमा के हुने रहेछ त यतिले 45 लाई रिप्रेजेन्ट गर्यो, त्यसपछि हामीले यहाँ डेसिमल राख्यौँ र त्यसपछि 101 भनेर आयो। अब यति जानिसकेपछि चाहिँ हामीले जस्तोसुकै डेसिमल नम्बर्सलाई पनि बाइनरीमा कन्भर्ट गर्न सक्छौँ। पोइन्ट होस् नहोस् है, जस्तोसुकै नम्बरलाई पनि कन्भर्ट गर्न सक्छौँ। सुरुमा पोइन्ट अगाडिको भाग जुन 45 थियो त्यसलाई डिभाइड गर्दै गर्दै जाने र बाँकी भागलाई डेसिमल पछिको भाग अथवा पोइन्ट पछिको भागलाई चाहिँ 2 ले मल्टिप्लाई गर्दै जाने। यसरी चाहिँ हामी कन्भर्जन गर्न सक्छौँ।